सदस्यहरू, सम्माननीय सभामुखज्यू, मान्य सदस्यहरू, आजै 15 मिनेटपछि बस्ने गरी स्थगित भएको बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, कार्यसूचीमा हामीले धेरै नै विषयवस्तुहरू छ। समय पनि गइरहेको छ। त्यसकारणले समय अत्यन्तै मूल्यवान छ भन्ने कुरा मान्य सदस्यहरूलाई मैले भन्न नै पर्दैन। त्यसकारणले आज कार्यसूचीमा प्रवेश गरौँ, सभालाई अगाडि बढाउँ। यहाँहरूले राख्नुपर्ने कुरा यसभन्दा अगाडि पनि राखिसक्नु भएको छ। त्यसमा मेरो ध्यानाकर्षण भएको छ। मेरो मात्रै होइन, पक्कै पनि सरकारको ध्यानाकर्षण भएको छ। सरकारको प्रतिनिधिहरू यहीँ हुनुहुन्छ। त्यसकारणले मान्य सदस्यहरूलाई बसेर आजको कार्यसूचीमा प्रवेश गर्नलाई, सभा सञ्चालन गर्नलाई सहयोग गर्न म अनुरोध गर्छु। विपक्षी बेन्चका सबै मान्य सदस्यहरूलाई म अघि सुरुमा नै मैले भनेको थिएँ, आज केही मान्य सदस्यहरूले आकस्मिक विषयहरू छ बोल्नको लागि समय लिनुभएको छ। म उहाँहरूलाई समय दिन पर्नेछ। हामीसँग सुन्ने समय पनि छ। हामी बजेटको छलफलमा जाने हाम्रो कार्यसूचीमा हाम्रो तालिका छ। केही सम्माननीय राष्ट्रपतिको कार्यालयबाट आएका केही पत्रहरू छ। त्यसकारणले हामीले यी विषयहरू जनताका विषय हुन्। मान्य सदस्यहरूले राख्नुभएको विषय मैले अघि पनि भने मेरो ध्यानाकर्षण भएको छ। सरकारको ध्यानाकर्षण भएको कुरामा म विश्वस्त छु। सरकारको
तर्फबाट मन्त्रीजीहरू हुनुहुन्छ। त्यस कारणले मेरो ध्यान आकर्षण भएको छ, हामी कार्यसूचीमा प्रवेश गरौँ, सभा सञ्चालन गरौँ, मान्य सदस्यहरू बसेर सहयोग गर्नुहोस्। मान्य सदस्यहरू बसेर सभा सञ्चालन गर्नको लागि सहयोग गर्नुहोस्। मान्य सदस्यहरू, मैले पटक पटक मान्य सदस्यहरूलाई दोहोऱ्याइरहेको छु, हामी कानुन निर्माण गर्ने अत्यन्तै महत्त्वपूर्ण थलोमा अत्यन्तै महत्त्वपूर्ण समयमा छौँ। जनताहरू हामीबाट कस्तो कानुन निर्माणमा हाम्रो कार्य सम्पादन कस्तो हुन्छ हेरिरहनु भएको छ। त्यसकारणले म मान्य सदस्यहरूलाई विनम्रताको पूर्वक अनुरोध गर्न चाहन्छु, यहाँहरू बस्नुहोस्, कार्यसूचीमा अगाडि बढौँ, कार्य सञ्चालन गरौँ, बसेर सभा सञ्चालन गर्न सहयोग गर्नुहोस्।
यो बात देशको इतिहासको मुद्दा भएको हुनाले हामीले यसमा कुनै अवरोध गर्ने कुनै अप्ठ्यारो पार्ने कुरा होइन, तर यसको ओनरसिप त लिनु पर्यो नि त, यसको जवाब त दिनु पर्यो नि सम्मानज्यू। होइन भने हामी संसद किन चलाइराखेको छौँ? कानुन बनाउनका लागि त संसदै चाहिँदैन रहेछ, अध्यादेश मार्फत गरिदिए पनि हुन्छ। भइरहेको कुरा रोकेका छ अन्य अध्यादेशले, हामीले त रोकेका छैनौँ। त्यो कानुन बनाउने कुरामा संसद अवरुद्ध हुँदैन, तर संसदमा जवाबदेही हुनुपर्छ। यो संसदीय अभ्यास सम्मानज्यू, मैले भनिरहनु पर्दैन, स्वयं सम्माननीयज्यू यो कुरामा ज्ञात हुनुहुन्छ। संसदीय अभ्यास प्रजातान्त्रिक अभ्यासको हामीले ठुलो पालन गर्नुपर्छ। यसको जवाबदेही हुनुपर्छ। सरकार संसदप्रति उत्तरदायी हुनुपर्छ, चाहे त्यो 2/3 होस्, चाहे तपाईँको देशको 274 जना सांसदको किन नहोस्, सरकार चाहिँ संसदप्रति उत्तरदायी हुनुपर्छ। होइन भने डेमोक्रेसी हुँदैन सम्मान। यो डेमोक्रेसी बचाउने कुरा हो। मान्य सदस्यहरू, आजको कार्यसूचीमा रहेका सबै विषयहरू कार्यसूचीबाट हटाएको छु। मान्य सदस्यहरू, प्रतिनिधि सभाको मिति 2083 साल जेठ 17 गतेको बैठकहरूमा सभाका केही मान्य सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवं क्षति पुर्याउने कार्य समेत रहेको बेहोरा प्रतिनिधि सभा नियमावली 2083 को नियम 33 को उपनियम 4 बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं सङ्घीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु। साथै प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 को नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कारबाही अगाडि बढाउन सकिने बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 साल जेठ 19 गते मङ्गलबार दिनको 1 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।